सो हेलो एभ्रिवान। सो साथीहरू, आज म बिहानदेखि बेलुकासम्म चाहिँ के गर्छु भनेर म तपाईँहरूलाई देखाउन चाहन्छु। मेरो बच्चाहरू चाहिँ खेलिरहेको छ। सो साथीहरू, आजको धरानको वेदर चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। घाम लागिरहेछ बिहान चरक्क। मैले सधैँ झन् लुगा पनि धोइसकेँ। यहाँ मैले आलु बोइल गर्न राखिरहेको छु। यहाँ मैले बन्दा काँक्रा आलुको अचार बनाउँछु आज। मेरो दाल पनि पाकेर रेडी भयो। मेरो आलु बोइल भयो, फ्यात्ता भएछ। मैले यहाँ नानीहरूको लागि भात भुटेर पनि रेडी गरिदिएँ। अब म भात दिन्छु मेरो बच्चालाई। मैले भात लगिदिएको खुसी हुँदैछ। दिया चाहिँ यहाँ बसिरहेको छिन्। अनि कस्तो छ भनेको दिव्या दिव्यान्छीलाई मिठो छ, मिठो 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 भन्दैछ। अनि म चाहिँ आज भुडी भुट्छु, फ्राई गर्छु। अनि काँक्रा आलुको अचार बनाउँछु। मेरो भुडी पनि भुटेर रेडी गरिसकेँ मैले। सो साथीहरू, अब अचार मोलेर पनि रेडी गरेँ। यहाँ मेरो खाना नि पाकिसक्यो। यहाँ मेरो नन्द चाहिँ बसिरहनु भएको छ। अनि यहाँ भान्जी चाहिँ कुद्दै छिन् यता र उति। यहाँ छोरो चाहिँ उता जाँदैछ, भतिजो। अनि यहाँ देउरान चाहिँ गर्मीमा मोही खानुपर्छ, मोही मोही भन्दै छिन्। अनि आज देउरानले चाहिँ के पकाइछिन् भनेको फर्सीको मुन्टा घिरौँला र खाना बनाइछिन्। अनि यो उसको चाहिँ करेसाबारी, उसको करेसाबारीमा चाहिँ यहाँ इस्कुसको मुन्टाहरू, लट्टे सागहरू फलिरहेको रहेछ। अनि यहाँ मलाई मोही खाऊ भन्दै दिन। अनि उसले पनि खाँदैछिन्। अनि मेरो रुमको हालत चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। अब म यसलाई मिलाउँछु। अब फाइनली मैले रुम मिलाएर नि भ्याएँ साथीहरू। एकछिनमा फेरि बच्चाहरूले उस्तै पार्छ, के गर्ने। क्लियर गरेँ अहिलेको लागि चाहिँ। अब मेरो बच्चाहरू बाहिर के गर्दैछ भनेको खेल्दै रहेछ, धियानी खेल्दैछिन्। अनि फेरि आएर ओछ्यानमा ढलिमली गर्नु थाले मेरो नानीहरू चाहिँ। अनि यहाँ दिदीहरू चाहिँ बसिरहनु भएको छ गफ गर्दै। अनि म चाहिँ तल जाँदैछु, तल जाँदैछु म चाहिँ त्यहाँ सेलरोटी लिनको लागि। दिया चाहिँ मलाई कस्तो देखेको छ, कस्तो भन्दैछिन् राम्रो। अनि बेलुकाको 3 बजिसक्यो, यस्तो घाम चरक्क लागिरहेको छ धरानमा चाहिँ। तपाईँहरू कहाँ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ अब अवश्य भन्नु होला। यहाँ चाहिँ खजुर फल्दैछ। यहाँ चाहिँ बमजन्टोला हाम्रो आमा चाहिँ यता जान्छु म चाहिँ अब। अनि यहाँ चाहिँ ड्राइगन फ्रुट कागतीहरू फलिरहेछ। अनि यहाँ म चाहिँ सेलरोटी लिने ठाउँमा पुग्न लागेँ, पाएकै रहेन रहेछ। अनि म चाहिँ यहाँ रिमा दिदीको घर जाँदैछु, के गर्दै हुनुहुन्छ भनेर। रिमा दिदी के गर्दै हुनुहुँदो रहेछ, अब म बोलाउँछु। यहाँ काम गर्दै हुनुहुँदो रहेछ। रिमा दिदी चाहिँ यहाँ छोरी चाहिँ पढ्दै बसेकी रहेछन्, होमवर्क गर्दै। प्लानहरू हेर्नु न कति राम्रो राम्रो छ प्लानहरू दिदीकोमा। मैले त रोप्यो भने मरिहाल्छ। सो साथीहरू, यहाँ मेरो दिया चाहिँ नाच्दै फुरुक फुरुक पर्दै हुनुहुन्छ। फाइनली आन्टीले चाहिँ रोटी पकाउँदै हुनुहुन्छ। लाज लाग्छ न भिडियो नगर्नु है भन्दै हुनुहुन्छ। अनि फाइनली म चाहिँ घर आइसकेँ। गर्मी भएर हेर्नु न मेरो मुख कस्तो भइरहेको छ, एकदम गर्मी छ। अनि म चाहिँ यहाँ आएर दिदीलाई दिदी चिया पाएको भनेर सोध्दैछु। अनि पाक्दैछ भन्दै हुनुहुन्छ। अनि यहाँ भतिजीले चाहिँ भात भुट्दै रहेछन्, फ्राई राइस। मेरो छोरीहरूले चाहिँ चिउरा खाँदैछ, कस्तो छ भनेको मिठो भन्दैछ चिउरा। दिया चाहिँ यहाँ बसिरहेछन्, छिटो चिया रोटी दिनु भन्दैछिन्। अनि चिया पनि पाएको हाम्रो। अब चिया रोटी खान्छु मामी चाहिँ, दिदी पनि खाँदै हुनुहुन्छ। अनि मेरो कान्छी छोरीले चाहिँ सिङ्गे दिनु सिङ्गे भन्दैछ। आधी दिएको उसलाई नहुने अरे, पुरै दिनु भनेर रुँदैछ। अनि दिया चाहिँ यहाँ भुटी भात खाँदैछिन्। आज बेलुका चाहिँ म आलु भुजिया दाल खाना मात्रै बनाउँछु साथीहरू। मेरो खाना नि पाक्दैछ। आलु पनि काटेर रेडी गरेँ मैले। अब फाइनली आलु पनि पाकिसक्यो। आलु भुजिया देख्दै खाउँ खाउँ लाग्दो भइसकेको छ। फाइनली पाकिसक्यो मेरो। अब खाना नि पाको मेरो, दाल नि पाकिसक्यो। देख्न सक्नुहुन्छ। आज अब बेलुकाको धरानको वेदर चाहिँ यस्तो छ।
यहाँ चाहिँ हाम्रो काँक्राहरू के फल्दैछ। यता बारी चाहिँ मैले झारू हाले, अब भोलि खनेर देखाउँछु मैले।